सो गाइस यो भिडियो हर्क साम्पाङको लागि यो जति हुन्छ सेयर गर्नुलाई गाइस। हर्क साम्पाङ भनेको चाहिँ स्टोन एजको मान्छे कि स्टोन एजको मान्छे, ढुङ्गे युगतिर गइरहेको मान्छे है। म किन भनिरहेको छु भने जब मान्छेहरू नयाँ नयाँ टेक्नोलोजी आएछन्, मान्छे एआई टेक्नोलोजीहरू, आर्टिफिसियल इन्टेलिजेन्सहरू, रोबोटिक्सहरूले काम गरेर आछन्, ठुल्ठुलो मेसिनरी चिजले फटाफट काम गरेर आछन्। 100 दिनमा हुने काम 10 दिनमा गरेर आछन् या 1-2 दिनमा गरेर आछन् भने चाहिँ नेपालमा चाहिँ 2 दिनमा हुने काम 20 दिनमा गर्ने काम चाहिँ यो काम चाहिँ पक्कै यो हर्क साम्पाङले मात्रै गर्न सक्छ गाइस है। स्टोन एजमा गइरहेछन् मान्छे, विकास गरेर अगाडि बढ्दैछन्, यो मान्छे फेरि बाँदर हुँदै गइरहेछ गाइस है। फेरि पछाडि गइरहेछ, फेरि बाँदर हुने मान्छे कि यसको है। सो दिनभरि विरोध गर्ने है। यसको नामै विरोध कतिवटा भन्दा पनि हुन्छ, पुरै दिन विरोध, केही छैन, लजिकै छैन, किन विरोध गरेको कस्तो केही छैन, बस थोडा भाषण सुन्ने, थोडा बस एउटा पोइन्ट निकाल्यो, बस उही लेखिदियो स्ट्याटसमा है। यो मान्छे जन्मेकै विरोध गर्नको लागि हो। अब यसको सोच कस्तो छ भने चाहिँ आज हेर त, यो तपाईँको अर्थमन्त्रीले चाहिँ बजेट पास गर्दाखेरि चाहिँ हेर त, बालिन शाह भित्र आउँदाखेरि जो मान्छे चाहिँ केही मिनटमा त गोली भइदियो, उहाँ सुन्ने पनि क्षमता नभएको मान्छे। अनि दिनभरि कस्तो कचकच गर्छ भने चाहिँ दिनभरि परेशान जनतालाई कस्तो गर्छ भने दिनभरि बोलेको स्ट्याटस 50-60 स्ट्याटस पेलिदिन्छ मान्छे। दिनभरि मान्छे केही काम नगरेको उसको स्ट्याटसकै रिप्लाई गर्नु भनेर है। सोसियल मिडियाले किन पैसा दिइरहेछ भन्ने हुन्छ कि बकवास, पुरा दिन पैसा कमाउने हिसाबले पनि लाग्यो जस्तो लाग्छ मलाई त। है दारू खाएर नसामा जे पाए त्यो बोलिदिने, नसामा रहेर 24 घन्टा जे पाए त्यो बोलिदिने है, कसैको भनेको नमान्ने। मलाई यहाँ जाडो भयो यहाँ यो साँझको म मात्र ठुलो भन्ने यस्तो मान्छे सोच भएको मान्छेले के देश बनाउँछ? बनाउँदैन है। म बाहेक कोही छैन। अब साला जिन्दा मान्छेको शारीरिक भन्छ यार, यो मान्छेले त्यो पनि भयो गराइदियो, आफ्नो ठाउँमा केही काम गरेर त आफ्नो नामै लेखिदियो है। सो तपाईँको आफ्नो नाम किताबै निकालिदियो। अग्रहरको बात भन्यो कहाँ पुगिहाल्यो उसले, साला कस्तो शासन त्यो के भन्छ राणाकालीन शासन कहाँ पुगिहाल्थ्यो, के बादमा पुगिहाल्यो फेरि। मतलब यो आफ्नो वर्चस्व कायम गर्न चाहन्छ। म बाहेक ठुलो केही छैन। यसलाई बनाइदिएको भए चाहिँ सबलाई नगरे बनाउँथे मान्छे, कुली बनाउँथे मान्छे। मेरो अर्डर मान भन्छ, यहाँ आऊ भन्छ, म निर्देश दिँदैछु, मेरो फोटो राख भन्छ। मुझे यस्ता पनि मान्छे हुन्छ नि है। यो मान्छे गाली खान बाहेक अरू केही उयो लायकको मान्छे छैन मान्छे है। हर्क साम्पाङको फ्यान भन्छु, फ्यान हुन्छ त्यो भेडा हुन्थ्यो पनि, केही गरेको भए त फ्यान हुने यार। अलि काम त्यहाँका मान्छेले त्यो किन जितायो भन्ने भइरहेछ मलाई। यहाँ चाहिँ दिनभरि परेशान गर्नको लागि जितायो भने चाहिँ कामै गर्न नदिने, आफू पनि नगर्ने। पहिला त थोडा त काम गर्थ्यो, अब त 1% काम गर्दैन। एक महिनामा हुने कामलाई 1 साल लाउँछ। बोल्ने बढी काम कम, दिनभरि कराइरहने। बालिन शाह आएन, बालिन शाह आएन, बालिन शाह आएन, बालिन शाह आएन, साला पुरा संसदमा तमासा बनाएर राख्यो। जब बालिन शाह आयो बाहिर गएर बस्थ्यो। यस्तो भेडा मान्छेलाई पनि जिताएर पठाएको छ यार है। म चाहिँ यसका त स्ट्याटसहरू यो निर्वाचन पछि प्रधानमन्त्री को हो त? प्रधानमन्त्री बालिन शाह। त्यस्ता मुला कुरा छोडिदिनुहोस्, तपाईँ छोडिदिनुहोस्, यता सुन्नुहोस्, कुरा नगर्नुहोस्।